आहुति छ जिन्दगी। आज ट्राभल गर्दा गर्दा हिँड्दा हिँड्दा वाक्क लाग्यो है। 17-18 घन्टाको यात्रापछि इटरी आइपुगेँ। बिहान 4 बजेदेखि काठमाडौँबाट हिँडेको ठ्याक्क ब्रिगन्ज 11 बजे पुग्यो। ब्रिगन्जको काम फिनिस भएर त्यहाँदेखि फेरि सुइँ निस्किएर एकैचोटि इटरीमा आइपुग्यो। साथीहरूले धेरैजनाले भन्ने गर्थे यसरी जा उसरी जा भनेर, तर मेरो मनले मानेन। होइन भने अहिले म बाटोमा बिजोग हुन्थेँ होइन। त्यही भएर म भन्ने गर्छु नि, अरूको कुरा सुन्नु तर डिसिजन आफूले गर्नुपर्छ। सही टाइम सही राइट टाइममा डिसिजन गर्नु सक्यो भने जिन्दगी आराम र सफल हुन्छ। आज मेरो त्यस्तै भएको छ। ठ्याक्क आएको छु चट्टसँगले होइन। सम्पूर्ण कामहरू सकाएर ठ्याक्क खाना पनि खाएँ। अब सुत्नुको लागि तयारी हुँदैछु। हजुरहरूलाई एउटा मात्र कुरा म भन्छु, जति जेसुकै भन्नुहोस् सुन्नुहोस्, तर निर्णय डिसिजन आफैले लिनुहोस् है। त्यसमा 100% सही हुन्छ। ओके, बाई बाई, गुड नाइट सबैलाई।